हालेलुया, प्रेज द लर्ड। जय मसिह सबैजनालाई। आज म सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको रोगिन भन्ने ठाउँमा उभिएर यहाँलाई एउटा सानो सन्देश दिन चाहन्छु। विशेष म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु किनकि मलाई यो प्रशस्त कमाउने उमेरमा धन सम्पत्ति जोड्नुपर्ने अनि आफ्नो भविष्यको बारेमा चिन्ता गर्नुपर्ने उमेरमा परमेश्वरले एउटा यस्तो हृदय राखिदिनु भयो कि जुन ठाउँमा मानिसहरू बालबच्चाहरू वृद्ध बुबाआमाहरू समस्यामा हुनुहुन्छ उहाँहरूको निम्ति केही मैले बोलिदिनुपर्छ। किनभने मेरो आफ्नो कमाइबाट होइन, मेरो बोलीबाट जुन कुरा परमेश्वरले मलाई प्रष्ट रूपमा बुझ्ने गरी बोल्न सक्ने बनाउनु भएछ, उहाँलाई महिमा गर्नको लागि म ती व्यक्तिहरूको आवाज बन्नुपर्छ भन्ने एउटा मेरो हृदयमा हालिदिनु भयो। अनि त्यो भएपछि मैले एउटा अलिकति सामाजिक कामलाई छान्ने मौका पाएँ। अनि सामाजिक काम गर्दै गर्दा मलाई उहाँले एउटा सन्देश दिएर पठाउनु भयो। तिमीले दिएको सानो थोक अथवा बहुमूल्य देऊ, करोडौँ देऊ भने पनि त्यो नष्ट हुनेछ र तिमीले दिएको व्यक्तिले यही संसारमा त्यो कुरालाई छोडेर जानुपर्नेछ र तिमीले पाएको सम्पूर्ण इनामहरू पनि यही संसारमा छोड्नुपर्नेछ। त्यसैले तिमीले एउटा सन्देश दिनै पर्छ, जाऊ त्यो सन्देश देऊ भन्नुभयो। त्यो सन्देश चाहिँ प्रियजनहरू, धेरै मानिसहरूले यो प्रश्न सोध्नुहुन्छ, को स्वर्ग गएर आएको छ र? मलाई पनि लाग्ने प्रश्न त्यो थियो, तर अब छैन। किनकि पवित्र शास्त्र बाइबलले भन्छ त्यहाँ स्वर्ग छ, त्यहाँ नर्क छ। त्यसैले यो सन्देश पनि म दिँदै यो ठाउँमा आएको छु। तर याद गर्नुहोस्, यो भिडियो सुन्दै गर्दा तपाईँको धर्म परिवर्तनको लागि होइन, तपाईँलाई स्वर्गको मालिक अथवा स्वर्गको सृष्टिकर्ताले बोलाउँदै हुनुहुन्छ र त्यो बोलाउने बाटो चाहिँ दिइसक्नु भएको छ। त्यो चाहिँ येशू हुनुहुन्छ। येशूमाथि विश्वास गर्ने प्रत्येकले सिधैमा उद्धार र मुक्ति पाएको छ। केवल उसले आफ्ना पापलाई स्वीकार गर्नुपर्छ र प्रभु येशू ख्रीष्टलाई उद्धारकर्ता र मुक्तिदाता परमेश्वरको पुत्र हुनुहुन्छ भनेर विश्वास गर्नुपर्छ। पवित्र शास्त्रले भन्दछ, जतिले प्रभु येशू ख्रीष्टलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे तिनीहरूलाई प्रभु येशू ख्रीष्टले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। किन प्रभु येशू ख्रीष्टले दिनुभयो त? यो सन्देश मलाई दिनुभयो किन प्रभु येशू ख्रीष्ट चाहिँ यस संसारमा आउनुभयो, मानिसहरूको पापको खातिर उहाँ क्रुसमा बलिदानी हुनुभयो र भन्नुभयो क्रुसमा आफ्नो प्राण त्याग्नुभन्दा अगाडि अब सबै सिद्धियो, भनेको मानिसहरूका पापहरूको मोल मैले तिर्सेँ, सिद्धियो भने। अनि उहाँलाई फेरि जमिनमा लगेर चिहानमा राखियो। तेस्रो दिनमा त्यो चिहान खाली थियो, मतलब उहाँ चाहिँ जीवित भएर बौरी उठ्नुभयो। अनि उहाँ 40 दिनसम्म यस पृथ्वीमा उहाँका चेलाहरूसँग विभिन्न मानिसहरूसँग देखा पर्नुभयो, रहनुभयो र उहाँ स्वर्गमा उचालेर लगिनुभयो, जानुभयो। अब फेरि उहाँ चाहिँ न्याय गर्न आउँदै हुनुहुन्छ। प्रियजनहरू, म हात जोडेर यहाँलाई नम्र निवेदन गर्दछु, म हजुरले राखेको आस्थालाई कुनै बाधा गर्नको लागि होइन, आस्थामाथि मैले कुनै पनि नकारात्मक कुराहरू फैलाएको छुइनँ। उहाँ त्यहाँ हुनुहुन्छ र फेरि आउनुहुनेछ, त्यतिखेर चाहिँ उहाँ न्याय गर्न आउनुहुनेछ। त्यसैले त्यो न्यायमा परेर तपाईँको आत्मा नरकमा नजाओस् भन्ने सन्देश मलाई दिनुभयो। त्यो चाहिँ प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नेले सित्तैमा उद्धार र मुक्ति पाउँछ। यो सन्देश दिनको लागि हामी यी गाउँ पाखाहरूमा यसरी डुल्दै घुम्दै आएको छौँ र यो सन्देश तपाईँको लागि हो आज प्रियजनहरू। अनि प्रभु येशू ख्रीष्टले कुनै पनि धर्म प्रचार गर्नुभएको छैन, किन धर्मले चाहिँ विधि विधानहरू सिकाउँछ, यो बार यो तिथिमा यो गते यो महिना गर्नु भन्ने कुराहरू, यसो गर उसो गर भनेर भन्दछ। येशू ख्रीष्टले केही भन्नुभएको छैन। येशू ख्रीष्टले एउटै सन्देश दिनुभएको छ, तिमी आफ्नो घुँडामा जाऊ, घुँडा टेक र पश्चाताप गर। ए प्रभु येशू, म पापी हुँ, म तपाईँको चरणमा आउँछु, मेरा पाप क्षमा दिनुहोस्। मलाई तपाईँले दिनुभएको शरीरको मालिक म आफै भने अबबाट तपाईँ मेरो जीवनको मालिक बन्नुहोस्। तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ जसले मेरा पाप उठाइदिनु भयो, त्यसको लागि धन्यवाद। अब उपरान्त पवित्र आत्मा मेरो जीवनको मालिक बन्नुहोस्। उहाँलाई निम्त्याउनुहुन्छ भने तपाईँ यति भन्दा प्रियजनहरू, यति मैले अहिले घुँडा टेकेर जे भने नि त्यति भन्नुभयो भने तपाईँ पनि परमेश्वरको सन्तान हुनुहुन्छ। त्यसैले अहिले तपाईँले मान्दै आएको लाउँदै गरेको कुरा खानेकुरा केही छोड्नु पर्दैन। पहिला पश्चाताप गर्नुहोस् अनि उहाँसँग सम्बन्ध राख्नुहोस्। पवित्र शास्त्र बाइबल हजुरको एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नुहोस्, पढ्नुहोस् अनि आफ्ना गल्तीहरूमा कहाँ खराब रहेछु पत्ता लगाउनुहोस्। किनकि बाइबल चाहिँ यस्तो कुरा हो कि बाइबलले चाहिँ तपाईँको गल्तीहरू, परमेश्वरबाट आफ्नो सम्बन्ध कसरी टुट्यो, हामी कसरी पापी भयौँ,
हामीमा कसरी मृत्यु आयो, अब यो मृत्यु भएपछि हामी कहाँ कहाँ जान सक्छौँ, त्यो कुराहरू प्रश्न छ। बाइबल पढ्नुहोस् अनि आफ्नो जीवनमा तुलना गर्नुहोस्। येशूद्वारा तपाईँ स्वर्ग जानुहुन्छ। मेरो कर्मद्वारा होइन, मेरो बोली वचनद्वारा पनि होइन, केवल येशू ख्रिस्टमाथि विश्वास गरेको कारण हामी स्वर्ग जान सक्छौँ। यो सन्देश लामो थियो, सुनिदिनु भयो। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। म तपाईँको लागि छोटो प्रार्थना गर्छु। हे सर्वोच्चमा विराजमान अति दयालु कृपालु महान परमेश्वर बुबा, म तपाईँलाई धन्यवाद दिँदछु। म आफै होइन, म येशू प्रभुको नाउँमा तपाईँको सामु खडा हुन्छु। विशेष गरेर आज यो जसले यो मेरो भिडियोलाई आवाजलाई सुन्नुभएको छ, यदि तपाईँ परमेश्वरलाई उहाँले हृदयदेखि नै आफ्नो हृदयमा बास बस्न दिनुभएको छैन, निम्त्याउनु भएको छैन भने आज उहाँको जीवनमा सारा पापहरू क्षमा दिएर तपाईँ बास बसिदिनुहोस् र अब उपरान्त उहाँको मालिक तपाईँ बनिदिनुहोस् र उहाँले आजसम्म गरेका सम्पूर्ण गल्ती भुललाई क्षमा दिकन तपाईँले आफ्नो सन्तानलाई फेरि पनि चलाउनुहोस् र नयाँ जीवन दिनुहोस् र हामी स्वर्गमा एकसाथ फेर आउन सकौँ। धन्यवाद दिन्छु। बाँकी भागहरू तपाईँको हातमा राख्दै, उहाँको बाँकी जीवनलाई तपाईँको हातमा अर्पण गर्दै आशिष माग्छु। प्रभु येशू ख्रीष्टको उच्चारण पवित्र नाममा। आमेन। धन्यवाद। जय मसीह।